नमस्कार। अनि यो महाकालमा आज हजुरलाई भेट भयो। हजुरको नाम बताइदिनु न। मेरो चाहिँ शम्भु लामा हो हजुर, तामाङ लामा हो म। एउटा मेरो थरै लामा थरी हो। लामाथरी 5 थरी लामा हुन्छ। तामाङ त 18 जात हुन्छ, धेरै थरीको तामाङ हुन्छ। हजुर म चाहिँ 5 थरीको तामाङ मध्येमा लामा थरी पर्यो। ए गुरुङ सिङ्बा, नालुङबा, तेर्किन लेङ्गो, टेबनेदोङ, धोमार। म चाहिँ धोमार पर्यो। म धोमार लामा, मेरो थर नै लामा, ए मेरो थरी नै लामा। हजुर अरू तामाङहरूमा जस्तो यो 5 बाहेक अरूको तामाङहरूमा जस्तो त्यो थर मात्रै हुन्छ उनीहरूको, उनीहरू लामा थरी हुँदैन। ए उनीहरू पढेर मात्र लामा बन्छ। म चाहिँ नपढ्दै नै लामा, मेरो जातमा चाहिँ ए मेरो नपढ्दैमा लामा, नपढ्दैमा लामा, आचार्य 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 भन्नुहुन्छ नि हिन्दूको हो। हो। त्यस्तै भएको हुनाले म चाहिँ थरी लामा हजुर। ए अनि यहाँ जन्मस्थान मेरो रामेछाप हजुर, रामेछाप। यहाँ अहिले बसाइ बोडे। अहिले बोडी पेट्रोल पम्प त्यो गुम्बा मुनि नै हो, ए गुम्बाकै मुनि। हजुरले यो जस्तो महाकाल भैरवको बारेमा कुरा गरौँ। महाकाल भैरवको बारेमा जो हजुरलाई केही जानकारी भयो जस्तो लाग्यो। मलाई केही जानकारी थोरैमा छ हजुर। किन भन्नु भने कुनै जमानामा त्यो यो राज्य भन्ने नै विभाजन भएको थिएन होला। त्यो ताका, त्यो कुनै देशै थिएन भनौँ न। देशै थिएन क्या। अनि तपाईँको तिब्बतबाट चाहिँ भोटेहरू, भोटे जातिहरू, भोटबाट। अनि यो नेपाल भन्ने चाहिँ त्यस्तो तीर्थ रहेछ कि हजुरको, यहाँ चाहिँ उनीहरू महिनौँ दिन लगाएर ग्रुप बनेर 20 जना 22 जनाको ग्रुपमा यो नेपालमा, यो नेपाल भूमिमा टेक्नलाई आउँदो रहेछ इतिहासमा, भोटदेखि। अनि कतिपय चाहिँ बाटैमा मर्छ अरे। ए किन भन्नु भने चिसो अथवा रोग लाग्यो अथवा आइपुग्न सकेन। भोट जान गाह्रो छ नि त होइन। भोटदेखि नुन ल्याइ भन्थ्यो अरे कसले, खुट्टी देख्दा थाहा पाएँ मैले भन्थ्यो अरे क्या बाउजैले। त्यस्तो तपाईँको त्यो नुन ल्याउने त अझ नजिकै छ, नजिकै छ। तातो पानी भन्दा अलि माथि मात्रै जानुपर्छ त्यो नुन लिन चाहिँ। अहिले पनि त्यो बाटोहरू अहिले पनि छँदैछ। अनि तपाईँको त्यसरी भोटेहरू आउँदाखेरि कोही कोही चाहिँ आइपुग्दो रहेछ कहाँबाट, केरुङबाट, यो तपाईँको त्रिशुलीबाट, नुवाकोट बाटो नै यो अहिले वीरेन्द्र ज्ञानेन्द्र बस्नु भएको छ नि हजुर। त्यो डाँडामा आएर महिनौँ दिन लगाएर आएर त्यहाँ आएर यसो उसको ध्यान दृष्टिले हेर्छ। नागार्जुन डाँडामा हजुर, त्यहाँ यसो त्यो ध्यान दृष्टिले यो नेपालको नेपालभित्र यो भ्यालीभित्र यसो हेर्थ्यो अरे हजुर। हेर्दाखेरि धेरै घन्टा हेरेपछि धेरै दिन त्यहाँ बसेपछि उसले त्योभन्दा मुनि अथवा स्वयम्भूलाई भेट्न, त्यहाँ पाउ टेक्न, अथवा बौद्धमा पाउ टेक्न, नमोबुद्धमा पाउ टेक्न नै उनले पाउ टेक्ने ठाउँ नै देखेन अरे। किनभने जहाँ पाइला राख्यो ती भगवान्को देउता टाउकोमा टेकिँदो रहेछ अरे। हामीले त त्यो डाँडाबाट मुनि कुनै ठाउँमा टेक्न खोज्यो कि सबै भगवान्को टाउको टेक्दो रहेछ अरे। ओहो, भेयुलको 3टा नेमा, नमोबुद्ध, बौद्ध, स्वयम्भू। उहाँ आफै स्वयम्भू। त्यसलाई चाहिँ राङजुङ भन्छ भोटेमा। संस्कृतमा अथवा बाहुनहरूले स्वयं भन्छ, स्वयम्भू, आफै उत्पादन भएको। यो तलाउभित्र ऊ चाहिँ रहेछ पहिल्यै। ए हजुर, यहाँ दहा हुँदाखेरि पहिल्यै यहीँ रहेछ त्यो चाहिँ। हजुर, त्यो त्यहीँ रहेछ। अनि त्यहीँबाट त्यो चाहिँ त्यो भोटेहरू चाहिँ त्यहीँबाट फर्किँदो रहेछ। यो नटेक्ने भगवान टाउकोमा टेक्दो रहेछ हो। त्यो भएको हुनाले अनि तपाईँको यो महाकाल चाहिँ त्यही बेलामा पनि त्योभन्दा पछि चाहिँ भोटेहरू यो काठमाडौँमा कतैबाट फेरि त्यस्तै बाटोबाट काठमाडौँमा छिरेछ क्या हजुर। कुनै भोटेको बथा नै भोटे नामलाङ, भोटाहिटी है, भोटे बहाल, भोटे बहाल, भोटे नामलाङ, भोटे काट्ने ठाउँ, भोटेको चौतारा, भोटे चौर, भोटे कोसी। यस्तै भएको हुनाले भोटेहरू यो अहिलेको रत्नपार्कमा छिरेको रहेछ केही जमानामा। फेरि पनि है छिरेपछि त्यहाँ चाहिँ उनीहरूले बस्ने ठाउँ यो यहाँ कोही छैन, प्राय थोरै मान्छे छ। अनि उनीहरू त्यही अहिलेको रत्नपार्कभित्र नै बस्दो रहेछ अथवा भोटे बहालमा बस्दो। भोटे बहाल भनेको एउटा पार्टी है। त्यो बेलामा राणाले बनाएको एउटा पार्टी त्यहाँ बस्दो रहेछ। अनि यता आएर अहिलेको महाकाल वीर अस्पतालको अगाडि महाकाल खान्छ नि, यता आएर बस्दाखेरि चाहिँ उसँग चाहिँ यस्तो झोलामा चाहिँ तपाईँको यो चाहिँ भैरव उसको झोलामा अथवा उसँग पेसिएर आएको रहेछ तिब्बतबाटै। तिब्बतबाटै पेसिएर आएको रहेछ यो महाकाल।
यो सही हो। यो मूलपानीको महाकाल कि यो कुनै पनि महाकाल त्यहाँ वीरस्थलको महाकाल पनि एउटै हो? यो सबै उही आकृति उही हो, नाम उही हो। त्यो झोलामा भोटदेखि लुकेर आएको? भोटदेखि उसले बोकेको होइन कि उसँग पेसेर आएको रहेछ, लुकेर आयो, प्रेत आत्मा लुकेर आयो। अनि त्यहाँ महिनौ दिन बस्यो, दुःख सुख, उसलाई कति दिन बस्न मन लाग्यो त्यो मान्छेहरू बस्यो। अनि त्यहाँ जुम्रा हेर्ने, नुहाउने, बस्ने, आफ्नो के छ खाने सातो गर्दै गर्दै अनि त्यो महाकाल चाहिँ अहिलेकै पिपल गोबरमा अथवा त्यो बेलामा एउटा रुख होला, त्यो रुखमा बसेछ। भोटेहरू चाहिँ फर्केछ, फर्क्यो उनीहरू? उसले थाहा छैन, उसलाई थाहा छैन, त्यो भोटेलाई थाहा छैन, मसँग आएको यो थियो केही पनि थाहा छैन। तर भोटे गयो अनि उनीहरूले पछि सम्झ्यो, उनीहरूले हेऱ्यो, ओहो महाकाल त हामीसँग त नेपालमा गएर पो बसेछ, मसँग पो पेसेर गएछ। उहाँ थिएन, उहाँ थिएन, यहाँ पुगेछ भनेर यिनीहरूले पछि राणाहरूसँग, तत्कालीन राजाहरूसँग चाहिँ सम्पर्क गरेर अहिलेको मन्दिर बनाएको महाकाला, अहिले वीरस्थलको अगाडिको हामी चाहिँ छैकौँ महाकाला भन्छ यसलाई। महाकाला हजुरहरूले काला भन्नुहुन्छ नि, महाकाला। यो चाहिँ हरेक गुम्बामा यसको पाठ बेलुका गर्नै पर्छ, हरेक गुम्बामा गर्नुपर्छ यसको पाठ। 3:30 अथवा भरे 5 अथवा 5 देखि 7 एक दिनको एकचोटि यसको पूजा गर्नै पर्छ। यसलाई रातो दिनुपर्छ, तपाईँको तोर्मा भन्छौँ हामी। तोर्मा भन्ने चाहिँ एउटा पिठोको बनाएर एउटा त्यसलाई दिनुपर्छ। रोटी जस्तो बनाएर? रोटी होइन हजुर, एउटा मूर्ति नै जस्तो बनाउनु पर्छ, मूर्ति नै बनाउनु पर्छ, तोर्मा भन्छ हामीले। यस्तो बनाएर अनि सिमी, जौ, केराउ, मकै यिनीहरू सबै भिजाएर चाहिँ तपाईँको पसलबाट किनेर ल्याएर त्यसलाई मजाले धोएर घाममा सुकाउनुपर्छ। यसलाई चढाउन घाममा धोएर सुकाउने, अनि त्यो सुकेपछि तपाईँको त्यो एउटा भाँडा हुन्छ, सेर्क्याम भन्ने भाँडा, त्यसमा हालेर उहाँलाई दिनुपर्छ। म चाहिँ गुम्बामा पढाउँछु हजुर, म चाहिँ बौद्धको तामाङ गुम्बामा विगत 68 सालदेखि त्यहाँ पढाउँछु, म टिचिङ गर्छु, मास्टर हो म तामाङ गुम्बाको। अनि त्यहाँ म पूजा गर्छु, यसकै पूजा गर्छु। अनि मैले यस्तो यो भगवान् अथवा कुनै पनि भगवान् देख्न सक्छ मलाई ढोक्न मन लाग्छ। अनि अहिले भन्दै हुन्थ्यो कि 3 थरी जुन इन्डियामा जुन तीनटा मन्दिर, त्यो तीर्थ ने त्यसले ने भन्छ, इन्डियामा पनि 3 थरी छ, 3 ने छ। तर हजुर त्यो चाहिँ महिनौ दिन लाग्छ गाडीमै पनि त्यो 3टा तीर्थहरू भेट्नलाई है। नेपालमा चाहिँ तपाईँलाई यही नगरजुन डाँडामा बाटो तपाईँले हेर्नुभयो भने तपाईँको काखमै हुन्छ, स्वयम्भूति हुन्छ, यो बौद्ध ती हुन्छ, नमबुद्ध पनि देख्नुहुन्छ, तपाईँले हिँड्नु पर्दैन। यो याद होस्, हरेक मान्छेमा यो याद होस्। तिब्बतमा पनि महिनौ दिन लाग्छ त्यो 3टालाई भेट्न। एउटा यहाँ छ भने एउटा 2 दिनकै बाटो हुँदा, अर्को फेरि 2 दिनकै बाटो हुँदा। तर नेपाल यो यस्तो शक्तिशाली देश छ कि हजुर यो तीर्थ चाहिँ त्यही नगरजुनको डाँडाबाट तपाईँले यसरी काखमा राखेर जसरी हेर्न सक्नुहुन्छ। हामीले घुम्नु पर्दैन, देख्नु पर्दैन, के अरे पुग्नु पर्दैन, यो चाहिँ सत्य छ। मैले यति जाने हजुर। फेरि अङ्कहरूमा अर्को दिनहरूमा तपाईँलाई भेट्न अहिले पढाएर आउनुभयो कि जानु होला? अब जान लागेको, बौद्ध जानु यो बोकेर ल्याउनु भएको छ? यो होइन, इको हो यो। कसले राखेर छ यो? कसले दान गर्दैछ? कसले यहाँ? अनि यो उहाँलाई मानेको चाहिँ के कारणले त? यो चाहिँ एउटा शक्तिको पीठ हो, शक्ति हो, यो शक्तिशालीको। छैकौँ महाकाला भन्ने चाहिँ अति शक्तिशाली हो, दुर्गा भनेको जस्तै, महादुर्गा अति शक्तिशाली, क्रोधी भने नि हजुर। तपाईँलाई हरेक गुम्बामा उहाँको आराधना बेलुका हुनै पर्छ। त्यो आराधना गर्नलाई हामीले कुनै पनि ठाउँमा त्यस्तो एउटा हुन्छ, तपाईँको प्रशिक्षण जस्तो हुन्छ। तिमीले हरेक दिन यो आराधना गर्न सक्दैन भने तिमी यो प्रशिक्षणमा नबस भन्छ ठुल्ठुलो लामाले। यो चाहिँ बेलुकाको एकचोटि त्यो सुनेको, त्यो म गर्छु भन्नेले चाहिँ हरेक दिन गर्दैन। सधैँ गर्नुहुन्छ? म सधैँ गर्छु। अनि अहिले यो जुन इन्डियालाई चाहिँ त्यो संस्कृत भाषा भन्यो, घ्यागर भन्यो, अनि नेपालीलाई चाहिँ के भन्नुभएको थियो? भाइयुल। नेवारको देश, नेवारको देश हजुरलाई प्रष्टै भन्दाखेरि नेवारको राज्य यो। यहाँ चाहिँ नेवार मात्रै छ त्यो बेलामा। हजुर हामी अरू मान्छेहरू चाहिँ पछि आएका हुन्। हामी भोटबाट आएको तामाङहरू, भोटभरि पनि हो हामी, भोटबाट आयो, इन्डियाबाट आयो है। हरेक यस्तै गरेर आएको क्रममा यहाँ आइपुग्यो हो। यो चाहिँ नेवारको राज्य हो। उहाँलाई महाकाला भनेर मान्नुहुन्छ। उहाँलाई के मनपर्छ त? उहाँलाई चाहिँ तपाईँको तोर्मा भनेर हामीले पिठोको बनाउँछौँ हामी, पाक पनि भन्छ त्यसलाई। पकाउँछौँ त्यसलाई? हजुर पकाउँछौँ, पिठो तयारीमा पाइन्छ।
केजीको पाइन्छ एउटा प्लास्टिकमा पोको पाइन्छ त्यो तपाईँ हामीले ल्याएर चढाइदिए पुग्यो होइन त्यसको बनाउनुपर्छ मूर्ति बनाउनुपर्छ मूर्ति बनाउनुपर्छ जुनसुकै मूर्ति बनाएर हुन्छ होइन हजुर बुद्धको मूर्ति लामाको मूर्ति भनेर आकृति सबै होइन एउटा यस्तै सेपको एउटा बनाउनुपर्छ ठुलो सानो जत्रो बनाए पनि हुन्छ तोरमा भन्छौँ हामी एउटा जुन अहिले अन्नको कुरा गर्नुभएको थियो हजुरले त्यो बुद्धको मूर्तिहरू हुन्छ नि बसेको मूर्तिमा चाहिँ नि तल यो उसमा राख्दा हुन्छ अरे त्यो अन्न है कागुरो कोदो चामल त्यो धान सबै मकैहरू अनाजहरू उठेको मूर्ति हुन्छ नि सिङ उभिएको मूर्ति त्यो उभिएको चाहिँ नि बायाँपट्टि यो कुमको पछाडिपट्टि हुन्छ अरे त्यो जुन मूर्ति विशेषज्ञले भनेको मलाई उनीहरूले मिटर लाएर हेर्दो रहेछ कि त्यो मूर्ति चोर्ने चाहिँ कारण के रहेछ भने त्यो चिज लिने रहेछ क्या उनीहरूले कुन कालमा त्यो राखेको जस्ता जस्तै हुन्छ अरे है त्यो के उसलाई खानको लागि राखिदिएको हो त त्यो चाहिँ उहाँलाई चाहिने उहाँलाई अति आवश्यकता भएको हुनाले खानको लागि होइन उहाँको चाहिँ एउटा शरीरको पावरको लागि हो यो हुनुपर्छ हाम्रो शरीरमा कोठी आएको जस्तो त्यो हुनैपर्छ त्यो भगवान्कोमा त्यो हुनैपर्छ मान्छेले त्यो मूर्तिको त बेग्लै दाम छ तर खासै त्यो चिजको मात्रै हो त्यो दाम त तामा पित्तल त हो त्यो त बेचेर खाइदिन्छ तर मुख्य चाहिँ त्यो रे अन्नको चाहिँ अति आवश्यक भ्यालु छ त्यो कति पुरानो हुने हुन्छ होइन जस्ता जस्तै हुन्छ अरे त्यो जस्ता जस्तै हुन्छ जस्तै नेवार तपाईँ हामीले पनि यो पाटनतिर जानुभयो भने एउटा तपाईँको त्यहाँ एउटा के छ भन्नुभयो भने कुनै पनि पुस्तकमा धर्म ग्रन्थमा लेखेको छ महाभारततिर पनि लेखिएको होला कि तपाईँको घरमा त्यो चामल अहिले त्यो चामल छ त्यो पाटनको एउटा गुम्बामा तपाईँको परिवारमा 10 जना छ भने 3 गेडा हाल्ने कि तपाईँ एउटै गेडा हाल्ने पकाउने अब घरमै पकाउने त्यो एउटै गेडा भयो भने 3 जनाले भएपछि कतिजना छ त्यतिर सबैलाई पस्केर खान पुग्ने त्यस्तो अद्भुत चामल त्यस्तो अद्भुत चामल तर त्यो चाहिँ कहिले देखाउँछ तपाईँले देख्न सक्नुहुन्छ देख्नु भएको होला प्रभु हजुरले मैले चाङ्गुनारायणमा देखेको छु चाङ्गुनारायण मन्दिर जानुभएको छ पुगेको छु म धेरैचोटि त्यहाँ एउटा चामलको गेडा धुन्या राखेको छ त्यो माथि मन्दिरमा अनि त्यो चाहिँ तपाईँले त्यो पाटनमा चाहिँ तपाईँले कहिले देख्न सक्नुहुन्छ भन्नु होला भने ठ्याक्कै जनै पूर्णेको दिन त्यो दिन मात्रै देखाउँछ त्यो पनि तपाईँको हामीहरू सबैलाई क्यु राखेर कुनै हस्पिटलमा गएको जस्तो लाइनले हेर्नु पाउँछ कहाँ देखाउँछ त्यो पाटनको एउटा गुम्बा छ हजुर त्यहाँ मन्दिर बहाल छ पाटनमा छ यही भनेर चाहिँ म पुगेको चाहिँ नाम बिर्स्यो त्यो चामल त्यस्तो छ अन्न भनेको त्यस्तो हो त्यस्तो हो हस् धन्यवाद हजुर जानकारीको लागि है हजुरलाई भेट्न पाएँ मैले आज महाकाला जिउँदो महाकाला भेटेँ तपाईँलाई साक्षात् महाकाला भेटेँ प्रभु यस्तो धर्म ग्रन्थको कुरा गर्नलाई अहिलेको मान्छेहरू त्यति इच्छा गर्दैन चाहिँ थर्नै लामा त्यसै लामा जातै लामा अरू पढेर लामा हजुर पनि लामा बन्नु सक्नुहुन्छ किनभने शास्त्र पढेपछि वेद पढेपछि त्यो वेदको एउटा त्यही त हो नि हाम्रो सिद्धान्त त हो एउटा दर्शन हो बस हस् धन्यवाद है फेरि हस् तासी देले